उनी हुन् सुशील कार्की अब्दुल। उनी आफैले यो राखे जुलुसको नेतृत्व गरेका थिए र आफैले आगो लाउँदै पुतला दहन गर्दै गर्दाखेरि आफै केही घाइते हुन पुगेका थिए सुशील कार्की अब्दुल। हामी देख्न सक्छौँ अखिल क्रान्तिकारीका नेता छन् उनी र हामी देख्न सक्छौँ सुशील कार्की अब्दुल केही घाइते भएका छन् उनी। हामी देख्न सक्छौँ यहाँ संयुक्त विद्यार्थी सङ्गठनका नेताहरू यति बेला चितवनमा देखिरहेका छौँ। उहाँहरूले राखे जुलुस प्रदर्शन गर्नु भएको छ।